हो तापनि हाम्रो यहाँ साथी चाहिँ के अरे सम्यक सन्देशका अध्यक्षज्यूलाई सबैलाई आभार प्रकट गरेर जानुभयो। त्यस कारण उहाँलाई पनि धेरै धेरै धन्यवाद छ। मैले धेरै बोल्नु परेन र धमावती गोमा चाहिँ के अरे यसरी यो समयसम्म बसेर चाहिँ के जुन यो कार्यक्रमलाई भव्य सफलता पारिदिनु भयो त्यसको प्रति म चाहिँ के अरे यो संयोजकको नाताले उहाँप्रति म धेरै अनुग्रहित छु। यहाँ सबैले यो समारोहमा उपस्थित भइकन यो भव्य यो जुन प्रदान गर्नुभयो त्यसको लागि पनि तपाईँहरू सबैलाई धेरै धेरै धन्यवाद छ। र धन्यवाद दिने क्रममा धेरै सबै छुटेको छ। जस्तो कि अब मेरो त के अरे साथी 6 दशकदेखिको साथी प्रिय मित्र त के हिरण कुमारी पाठकज्यू पनि आउनुभएको छ। उहाँको सरसल्लाहबाट पनि म त के नै धेरै माथि त के गएको उहाँको पनि जीवनकालमा उहाँको धेरै छ के सहयोग त के पाएको छु। उहाँ पनि एउटा मेरो कल्याण मित्र हो। उहाँलाई पनि यहाँ गुणलाई म सम्झन्छु र यस्तै गुण सम्झने क्रममा अब धमावती गुरुमाको गुण त के म प्रति त कति हो बयान गरेर साध्य छैन। म्यानमारमा चाहिँ किन जाने बेलामा त जा भनेर चाहिँ किन म्यानमारमा 1 वर्ष चाहिँ किन पढेर आउने मौका पाएँ र अरू साथीहरूले भन्छ तँ बुढा पनि चाहिँ किन म्यानमारमा गएर पढ्न जान सकिन्छ भन्ने पनि कुरा गर्नुहुन्थ्यो। तर त्यहाँ गएर चाहिँ के म जुन शिक्षा हासिल गरेर म्यानमारमा जुन चाहिँ बुद्ध शिक्षाको प्रचार प्रसार भएको छ त्यो देखेर म अचम्मित छु। अनि त्यहाँ गवाहेमा चाहिँ के अरे जुन अब धम्माचार्य शिक्षा जो कि शासन धम्माचार्य शिक्षा चाहिँ धमावती गुरुमाले पाएर आउनुभयो। यो 10 वर्ष 12 वर्षसम्म अध्ययन गरेर त्यो जस्तो अध्ययन गर्ने या पिएचडी गर्न पनि सकिँदैन। त्यस्तै गाह्रो चाहिँ के अरे अध्ययन गरेर आउनुभयो। उहाँ आएदेखिको चाहिँ जीवन पर्यन्त 20 सालमा आउनु भएर अहिले 80 साल 6 दशकसम्म 60 वर्षसम्म निरन्तर चाहिँ यसै बुद्ध शासनमा लागिरहनु भएको छ। उहाँको चाहिँ गुण जुन हो नेपालीले सम्झाउनुपर्छ। त्यो अहिले भर्खर पनि चाहिँ कुरा अब हामी चाहिँ यो सीमित सभाले सीमित व्यक्तिहरूले मात्र उहाँ सम्मान गर्ने व्यक्तित्व होइन। उहाँ संसारले चाहिँ सम्मान गर्नुपर्ने व्यक्तित्व हो भन्नु यो पनि अहिले भर्खरै चाहिँ हाम्रो कुलपतिज्यूले पनि भनेर जानुभयो। त्यस उसैले उहाँको सम्मान गर्ने कार्यक्रम यो त सानो प्रयास हो। यो यस्तो किसिमको प्रयास त भव्य रूपबाट सञ्चालन हुँदै जानुपर्छ। र मेरो चाहिँ एउटा सानो आग्रह छ के छ भने उहाँलाई चाहिँ शताब्दी वीर महिला घोषणा गरेर त्यही अनुसार चाहिँ विभिन्न कार्यक्रम सञ्चालन गरिकन उहाँको चाहिँ के अरे सम्मानलाई चाहिँ अघि बढाउँदै जानुपर्छ। अहिले भर्खरै दीपकजीले पनि भनेर जानुभयो यो अर्को आषाढ महिनातिर पनि एउटा केही कार्यक्रम गरौँ भन्ने उहाँको चाहिँ के अरे जुन इच्छा आकाङ्क्षा अनुसार अब सबको चाहिँ के अरे यो कार्यक्रमलाई पनि अब सहयोग गर्दै गइरहेछ। अरू साथीहरूले पनि सहयोग गरिरहेको छ। यो सहयोग चाहिँ किन हामीहरूको चाहिँ सबै नियन्त्रण होस् योभन्दा पनि भव्य चाहिँ के कार्यक्रम सञ्चालन गर्न सकोस् भनेर चाहिँ प्रार्थना गर्दै यहाँ सबै एकचोटि फेरि नमस्कार र बधाई दिँदै र चाहिँ आजको भव्य समारोहमा आएर चाहिँ जुन सफल पारिदिनु भयो। अब एउटा जुन चाहिँ अथक परिश्रम मेहनतले दीपकजीले चाहिँ यो कार्यक्रम सञ्चालन गर्नुभयो। अब एउटा कार्यक्रम गर्नुभयो त्यसकोमा म साथी के अरे पछि मात्र लागेको हो। सबै सम्पन्न श्रेय चाहिँ वास्तवमा हाम्रो दीपकजीले गर्नुभएको। मैले चाहिँ पछि लागेर त्यही गरौँ भन्ने भावनाले मात्र चाहिँ यो संयोजकको नाम चाहिँ आएको हो। संयोजक त भयो तर संयोजक भए पनि काम कुरोहरू चाहिँ सबै उहाँले चाहिँ गर्नुहुन्छ। म अलिअलि पछि मात्रै लाग्ने गरेको हो। तर यस लागेर पनि मलाई धेरै फाइदा भयो। त्यसको लागि पनि म दीपकजीलाई धेरै धेरै धन्यवाद दिन्छु र यस्तो किसिमको कार्यक्रम अरू सम्पन्न गर्दै जान सकोस् भन्ने चाहिँ प्रार्थना गर्दै आजको यो सभालाई विसर्जन गर्न र पुण्यानुमोदन गर्न हाम्रो तपसी भन्तेज्यूलाई यो माग हस्तान्तरण यस सभाका परिवारलाई सभाका
यहाँ मञ्चमा आफूहरू सबैलाई यहाँ उपस्थित सम्पूर्ण धर्मप्रेमी उपासक उपासिकाहरू टाइम समय धेरै गइसकेको हुनाले मैले भगवान् बुद्धको एउटा श्लोक पढेर अनि पुण्यात्मन गरेर आजको यो कार्यक्रम सघाउँछु। इतिपिः एकत्र्य शय्या सखीजन धनादीप मेधाविनी शीलवती सत्सुदेवा पतिव्रताति। उपस्थित सम्पूर्ण उपासक उपासिकाहरू आज यस महान पूजनीय गौरवनीय सभा ठाउँमा भइरहेछ। नवदशकदेखि आफ्नो बुद्ध शासनको लागि समर्पित भएर सानो उमेरदेखि नै प्रवृत्तित भएर बुद्ध जन्मभूमि नेपाललाई बुद्ध शिक्षा, बुद्ध ज्ञान, बुद्धको उपदेश उपत्यकादेखि गाउँ गाउँमा सहर सहरमा फेरि प्रचार प्रसारमा तल्लीन भएर आज 51 वर्ष 91 वर्षको सन्ध्यामा उहाँ गुरुमा अन्तर्राष्ट्रिय भिक्षुणी सङ्घका अध्यक्ष हुनु। धर्मकीर्ति बिहार संरक्षण कोषका अध्यक्ष, धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठी, धर्मकीर्ति बिहारका संस्थापक अध्यक्ष तथा धर्मकीर्ति पत्रिकाका संस्थापक श्रद्धेय धर्मवती गुरुमाको 51 जन्मोत्सव 76औं प्रवचित दिवस यो सम्यक सन्देश परिवारबाट विशेष कार्यक्रम यो गौरवशालामा भइरहेको हुन्छ। हो यहाँ धेरै चर्चा भइसकेको छ। गुरुमाको परिचय पनि, उहाँको योगदान, उहाँको जुन नेपालमा गरिरहेको विषय परिचय चाहिँ अघि वक्तव्यहरूले चाहिँ सबै भनिसकेको छ। मैले अघि एउटा गाथा मैले सुरुवातमा पढेको थिएँ। यो गाथा मेरो विचारमा गुरुमालाई पनि थाहा छ, मलाई हाम्रो यहाँ गुरुमाहरू उपस्थित गुरुमाहरूलाई पनि थाहा छ। यो गाथा स्त्री नारीहरूको लागि जुन भगवान् बुद्धले नारीहरूको लागि हौसला दिनुभएको जुन यो उपदेश शिक्षा ज्ञान भन्नु चेतन बिहार भगवान् बुद्ध चेतन बिहारमा बस्नुभएको बेलामा कौशल महाराजलाई भन्नुभएको थियो। किन मल्लिका देवीको गर्भबाट यो संसारमा एकजना जन्म लिन आएको थियो।
त्यो जन्माएको को हो त्यो मल्लिकाको पुत्री छोरी यो कुरा त्यहाँ सेवकले कोशल राजालाई भन्न गएको थियो महाराज तपाईको लागि धेरै खुसीको छ तपाईको लागि जीवन एउटा राम्रो सन्देश छ त्यति भन्ने बित्तिकै राजाले चाहिँ हट्ट परियो के हो मलाई छिटो भन्नु न भन्नु भनेर कानमा सुटुक्क भनिदियो तपाईँको लागि सुपुत्री छोरी जन्म भएको छ त्यो कानमा सन्देश थियो अब भन्नुहोस् त्यहाँ राजा के भयो त्यो बेलामा राजा एकदम मलिन रूप बनाइयो निराश थियो अनि यो कुरा भगवान् बुद्धसँग गएर सोध्नुभयो बुझ्नुभयो भगवान् बुद्धले अनि यही गाथा जुन अघि मैले पोषति जनाधिप मेधावी शीलवती ससुदेवा पटिपदानी अनि भगवान् बुद्धले कौशल महाराजलाई यो भनेको महाराज स्त्री पनि छोरी पनि श्रेष्ठ हुनुहुन्छ तपाईँ निराश नहुनु त्यो छोरीलाई राम्रो संस्कार दिनुहोस् राम्रो प्रतिबद्धता पालना गर्नुहोस् उहाँ पनि देवी हुन सक्छ त्यस कारण तपाईँ निराश नहुनु यो भगवान् बुद्धले कौशल महाराजले भनेको त्यस कारण भगवान् बुद्धले स्त्री पुरुष भनेर हो यो संसारमा दुईटा छ तर पनि स्त्रीहरूको जुन नारीहरूको महिलाहरूको जुन ठाउँ छ हाम्रो नेपालमा हो चाहे इन्डियामा भारतमा अहिले पनि हामी 12औं 16औं शताब्दीको महिलाहरूको जिन्दगी बिताइरहेको हुन्छौँ गाउँ गाउँमा त्यस कारण म यहाँ उपस्थित यहाँलाई त भन्नुपर्ने आवश्यकता त छैन यहाँहरू सबैले संस्कारबद्ध भएको परिवारमा छौँ त्यस कारण आफ्नो परिवारले पनि जुन धम्मवती गुरुमा उमेरको हिसाबमा जुन त्यो बेलामा 16 वर्ष 15 वर्ष उमेरदेखि भगवान् बुद्धको धर्म शिक्षा दिएर यहाँदेखि बर्मा म्यानमारसम्म हिँडेर बुद्धको शिक्षा पढेर नेपालमा आएर जुन धर्मकीर्ति बिहारमा आज उमेरको हिसाबमा 51 वर्षको 91 वर्षको समय पनि कति राम्रोसँग बर्माको एउटा जुन सरल के छ उपदेश दिन बेलामा हाम्रो मनमा फिटी सुन्छ सुनेको चिज फेरि सुन्ने इच्छा प्रकट हुन्छ यो हो त्यस कारणले हामीले संस्कार रूपमा हामीले चाहिन्छ तपाईँको छोरा छोरीहरू जस्तै धर्मवतीहरू यो संसारमा महिलाहरूको लागि दबाइरहेको हुन्छ महिलाहरूले पढ्यो भने शिक्षा दियो भने कहाँसम्म कहाँ पुर्याउँछ हामीले थाहा छ संसारमा प्रथम प्रधानमन्त्री श्रीमावो बन्दाना श्रीलङ्का
युके को प्रधानमन्त्री थाहा छ अहिले हेरी जस्तो देशहरूमा महिलाहरू प्रधानमन्त्री राष्ट्रपति पनि छ। अनि इन्डियाको प्रान्तहरूको मुख्यमन्त्रीहरू छ। त्यसकारण हामी जुन भगवान् बुद्धले ठाउँ ठाउँमा पनि भनेको इच्छिपिस हो पण्डित हो, इच्छिपी हो कि पण्डित हो, स्त्री पनि पण्डित विद्वान हुन सक्छ। अझ कुण्डलकेशीलाई देशना गर्नुभएको यही हो। कुण्डलकेशीलाई पनि स्त्रीहरू पनि धेरै महाविद्वान हुन्छ। तपाईँले छोरीलाई राम्रोसँग शिक्षा ज्ञान राम्रो संस्कार यही तपाईँले उपदेश दिएर हामी हाम्रो नेपालमा हरेक दिन अहिले शिक्षामा उपदेशमा ज्ञानमा धेरै परिवर्तन आइसकेको छ। हरेक स्कुलहरूमा हाम्रो बौद्ध धर्ममा पनि अहिले धेरै शिक्षाहरू आफ्नो उपदेशहरू ज्ञानहरू परिधि शिक्षामा धेरै चाहिँ अहिले माथि गइरहेको। त्यसका राम्रो संस्कार दिनु सबभन्दा बहुमूल्य हुन्छ। जब संस्कार हुँदैन त्यो घर त्यति धनी भए पनि काम लाग्दैन। त्यसकारण भगवान् संस्कार राम्रो दिनुहोस्। संस्कार पनि विभिन्न प्रकारको हुन्छ, राम्रो नराम्रो। त्यसकारण यहाँ सबैलाई आज यो जुन गौरवनीय रूपमा यो प्रज्ञा प्रतिष्ठानमा जुन यो कार्यक्रम धर्मवती गुरुमाको लागि जुन मलाई पनि पहिलादेखि जुन भेटवाजीसँग भेट हुँदाखेरि कुरा गर्छ त्यसको विषयमा धर्मवतीको गुरुमाले एउटा कार्यक्रम गर्नु पर्यो। आज उहाँको शुभ जन्मदिनको उपलक्ष्यमा गरिरहेको छ। उहाँ सम्यक सन्देश परिवारले धेरै धेरै साथ हामी त्यति गरेर अगाडि बढ्नुपर्छ। बुद्ध जन्मभूमि नेपाल शाक्यमुनि मात्रै बुद्ध जन्मेको देश होइन। त्योभन्दा अगाडि पनि 4 जना बुद्ध यहाँ जन्मेर देश गए। बुद्ध भूमि पवित्र भूमि त्यो देश। म 2 वर्ष अगाडि कङ्गो गएको थिएँ एउटा बिहारको निमन्त्रणमा। त्यहाँको सबै भक्तजनहरू क्रिस्चियन, तर यिनीहरू यति राम्रोसँग बच्चाहरू दिएर त्यति राम्रोसँग यिनीहरू भगवान् बुद्धको नाम लिएर। त्यस कारण हामी नेपालको भगवान् बुद्धको जन्मदिन यो 2500 वर्ष होइन 10औं वर्ष 1 लाख 2 लाख अगाडिदेखि बुद्धको संस्कार भएर आएको देश हो। त्यस कारण हामी भगवान् बुद्धको ज्ञानबाट यस संसारले शान्ति सन्देश दिन सक्छौँ। गुरुमाको जुन संस्कारबाट गुरुमाको उपदेशबाट हामीले धेरै शिक्षा दिन सक्छौँ। र योमा धेरै नबोलिकन यो अब यो काम गएर केहीको भ्यालु हुँदैन। धेरै धेरै गुरुमालाई शुभ जन्मदिन, ह्याप्पी बर्थडेको शुभ गर्नुभयो। अझ 1 महिना बाँकी छ। जुन जन्मदिनको उनलाई ह्याप्पी बर्थडेको शुभ लक्ष्यमा
यही जुन सम्यक सन्देशबाट अब चारुमतीको एउटा हामीले केही गर्नु खोजिरहेका छौँ। चारुमतीको नामबाट चारुमती पनि एउटा महिला स्त्री हो। त्यस कारण नेपालमा जुन चाबेलमा चारुमती बिहार चारुमती चैत्य निर्माण गरेर आफू भिक्षुनी गएर 500 जवान नारीलाई भिक्षुनी बनाएको ठाउँ। त्यस कारण यसको हामीसँग प्रमाण पनि छ। यी चाबिल एउटा भयो, अर्को एउटा भक्तपुरमा पनि भिक्षुनी बसेको भनेर त्यहाँ शिलापत्र छ। अब जति नै गुरुमाहरूले चाहिँ नेपालमा होटल भिक्षुनी शासन फेरवादमा पतन हराइसकेको छ। अब फेरि यसलाई चाहिँ उद्धार गर्नुपर्छ भनेर हामी नेपाल भयो, श्रीलङ्काको गुरुमा गुरुमाहरू भयो, थाइल्यान्डको गुरुमाहरू भयो, बर्माको गुरुमाहरू भयो, लाओसको भियतनामको गुरुमाहरूले धेरै सङ्घर्ष छ। भगवान बुद्धले पनि भिक्षुनी शासन छिटो अनुमति दिएको होइन, वर्षौँपछि माथि त्यो दिएको भएको हुनाले गुरुमाको जुन यो भिक्षुनीको पनि नेपालमा पनि अर्को 1 दशकपछि यसको प्रतिफल पाउँछ भन्ने म आशा गर्छु। र सबैलाई चाहिँ यो गुरुमालाई पनि सुखदीका यो मङ्गल कामना गरेर अझ भगवानको दीर्घ कुमार जातकदेखि जस्तै 120 वर्षसम्म अझ हृष्टपुष्ट भएर अगाडि बढ्न सकोस् भनेर कामना गरेर गुरुमालाई शुभ आशीर्वाद दिएर पुण्यानुमोदन गर्छु। पहिला म आशीर्वाद गर्छु अनि म पुण्यानुमोदन गरेर समापन गर्छु। आयुवत्तको धनवत्तको सिद्धिवत्तको यशवत्तको बलवत्तको वर्णवत्तको सुखवत्तको होतु सर्वदा। दुःखरोग भयावेरा शोक शब्दे उपद्रवा अनेक अन्तराया विनाशन्तु च तेजसा। जय सिद्धि धनं लाभं सत्यभाग्यं सुखं बलं श्री आयुर्वर्णो च भोगं उद्धि च सत्त्वार्थी। भवतु सर्वमङ्गलं रक्षन्तु सर्वदेवतां सर्वबुद्धानु सर्वधम्मानु सर्वसङ्घानुभावेन सदा शुद्धिः भवन्तु ते। हामी सबैले पुण्यानुमोदन इदं वो ज्ञातिनो होतु सुखिता भवन्तु ज्ञातयो। इदं वो ज्ञातिनो होतु सुखिता भवन्तु ज्ञातयो। इदं वो ज्ञातिनो होतु सुखिता भवन्तु ज्ञातयो। एतावता संपदं पुण्यसंपदं सर्वे देवा अनुमोदन्तु सर्वसम्पत्तिसिद्धिया। एतावता संपदं पुण्यसंपदं सर्वे भूता अनुमोदन्तु सर्वसम्पत्तिसिद्धिया। एतावता संपदं पुण्यसंपदं सर्वे भूता अनुमोदन्तु